हाम्रो आजको भ्लग चाहिँ कस्तो छ भने रमाइलो हुन्छ अहिले खतरा है फोन किन्न गएको अब हामीले चाहिँ हजुर म चाहिँ नयाँ मान्छे है देखाएको छैन है हजुर ब्लगर केटो 1 2 3 मो यस रकी ओके सो त्यही हो अब डाइरेक्ट हामी ब्याङ्क जान्छौँ ब्याङ्क गएपछि अनि हामी त्यहाँबाट डिस्कस गर्छौँ कहाँ जाने भनेर सिको गएर फोन सोन अब आजको भ्लग चाहिँ एकदम बब्बाल हुनेछ बब्बाल भन्नाले पनि ओभर नै धेरै पनि बब्बाल गर्नुहुन्न होइन ठिकै गर्नुपर्छ अनि गाडी साडीको त्यस्तो केही पनि देख्दैन अनि रमजान टाइम छ नि त त्यही भएर अहिले टाइम चाहिँ बिहानको 8:30 हो एकछिन है त यो चाहिँ मस्जिद हो होइन हामी यहीँ पानी लिन चाहिँ यहाँबाट पानी लिएर जान्छौँ एउटा ट्याक्सी खोज्नु पऱ्यो हो लोकेसन पठाइदियो मलाई त अहिले त्यही हेरौँला अनि यता समुद्र वारिपारि यता भित्रतिरै पर्छ त्यो ब्याङ्क चाहिँ अस्ति नै म पनि गएको थिएँ मेरो पनि हराएको थिएँ अनि निकालेको थियो कि सोलेको पनि त्यसरी निकाल्नु पर्ने हुन्छ अब जान्छ त्यहाँ गएपछि भेटौँला नि हेरौँला नि के छ साथीहरू के भन्नु छ सो त्यही हो अब ट्याक्सीहरू यताउति त्यति गाडी साडी केही पनि नजर आएको छैन मासुको झोलहरू खोइ कहाँ गयो हो ल सो त्यही हो अब अहिलेको लागि चाहिँ यति नै है पछि भेटौँला नि त त्यहाँ गएर ओके बाई बाई हेलो एभ्री वान गुड मर्निङ सबजनालाई वेलकम ब्याक टु न्यू ब्लग माई च्यानल माने विज्ञान एमजी सो आज पनि तपाईँहरूलाई अब भेट्न चाहन्छु अनि त्यही हो अनि अब अहिले चाहिँ के भन्नु लाग्छ भने बाहिर निस्किएको घुम्न भन्नाले पनि हल्का काम थियो त्यही भएर निस्किएको अनि अहिले खासमा जान लाग्यो चाहिँ भने हामी यता ब्याङ्क जान लाग्यो हामी चाहिँ अब कहाँ के गरेर पनि आइसक्यो त्यही भएर हल्का त्यही भएर अब अहिले चाहिँ फोन सोन लिन आएको फोन लिँदैछ हाम्रो सम्झिले एउटा राम्रो फोन हल्का दाम बेसी भनेर त्यही त ठिकै छ मिल्यो एउटा रियलमीको फोन यसो त्यो रेडमी फोन लिइरहेको छ यो चाहिँ न्यू हो हाम्रो सम्झिले लिएको यो 300-400मा राम्रै फोन आउँछ 300-400 भन्यो भने नेपालको त कति पुग्यो हो सम्झि यार 300-400 भन्छ होइन अब 20-25 हजार भनौँ न कस्तो निन्द्रा लगाइरहेछ यार के गर्ने त यार अनि अब अहिले यता निन्द्रा लागेको खुसीमा फेरि एउटा तिमीलाई सानो जति सुते पनि त्यही बिहानसम्म जति दौडे पनि त्यही च्यानसम्म सम्धि के गर्नु अब यस्तै छ जिन्दगी हाम्रो अहिले सम्धि सोफामा मजाले बसिराख्नु भएको छ यस्तै छ के रहेछ त जिन्दगी सम्धि अहिले त निन्द्रा पनि लगाइरहेछ मुड पनि अफ हो भगवान लगाइरहेछ त्यो एटिएम नभएर हो होइन ठिकै छ अहिले त ब्याङ्क सिङ फुल्यो हो गएर बनाइहाल्नु भने त्यो टेन्सनै भएन कि अनि के छ त अरू कस्तो छ नानालाई के रहेछ त जिन्दगी बुझिँदैछ नि त साउदी आएर होइन जिन्दगानी म्याची लडा बाचा सक्छ भने बाचा सम्झिलो चल्दो बल्दो है हाम्रो साउदीको हाम्रो चल्दो बल्दो सम्झि है हाम्रो थाहा छैन होला तिमीहरूलाई यो नेपाली पारा घुमाउला जाउँला होइन ये हमारा दाई का दुकान है नेपाली लोग जो हमारा वीडियो देखता है आने का इधर पे तपाईँ हिन्दीबाट भन्नुपर्छ र भने नेपालीबाट भन्नु न दाइलाई पनि हल्का सम्झ आओस् न भन्नु दाइ होइन दाइलाई पनि अलिकति प्रमोसन होइन आउनु यहाँनिर यहाँ हाम्रो नेपालीको दोकानै हो यहाँ नेपाली पनि हुन्छ आएर यसो 1-2वटा फोन सोन दामी यसो आएर यसो फोन सोन यसो चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो नाम लिएर आउनुभयो भने तपाईँलाई 8 रुपियाँ डिस्काउन्ट हुन्छ यहाँनिर 8 रुपियाँ मात्रै हुँदो रहेछ हामीलाई 8 रुपियाँ मात्रै भयो के छ 8 रुपियाँ होइन 800 रुपियाँ पनि डिस्काउन्ट गरिदिन्छ 8 रुपियाँ भन्दाखेरि 8 रुपियाँ होइन नि फेरि नेपालको त फेरि भेट्छ नि फेरि 300-400 रुपियाँ फेरि त्यस्तो होइन नि फेरि यस्तै छ यही छ अब होइन चल्दो बल्दै फोन लिने व्यक्ति त हेर्नु पर्यो हो यहाँ त हल्का तपाईँको सुन्दर मुखार देखाइदियो हाम्रो पर्यो हाम्रो फेरि हँसाइदिएर ल मार्छ
किन लाग्यो यसले खोइ अब सम्झे ग्लास चेन्ज गर्न लाग्यो हो ग्लास त छ त्यो त हकै भन्छ नि त न त यसको फेरि नाचमा हालेर प्लास्टिकको यस्तै छ अब हामी यहाँ आइपुग्नु सिक्यो होइन यहाँ रहेछ सिक्यो भन्ने ठाउँ अब अहिले थाहा थिएन मलाई त पहिला अहिले थाहा हुँदैछ आउँदैछु अलिमा ब्याङ्क खोजेको त्यो चाहिँ भेटेन हामीले यसो हल्का बोलिदिएको नि सम्झिल भ्लगमा यसो बोलिदिएको हल्का नरिसाइदिनु सम्झे होइन सम्झे खाना खानु पर्ने होइन सम्झे यस यस दाइलाई भनेर आउँ कि त्यो दाइलाई यता त्यसो गर्नुपर्छ त्यहाँ भन्नु नि पर्छ होइन अनि त्यहाँ ब्याङ्क पनि सोध्नुपर्छ एकचोटि अलिमा ब्याङ्क कहाँ छ भनेर यसो हल्का एकचोटि त्यहाँ गएर बसौँला होइन नेट सेट हाली मागेर यसो एकाउन्ट सेकाउन्टको के हो कसो बुझौँला अनि अरू कस्तो छ यहाँ एनसिबी ब्याङ्क कति बजी खुल्छ हो एनसिबी ब्याङ्क 10 बजी खुल्छ होला 10 बजीसम्म अब यता अरू सबै ठिकै छ राम्रै छ यस्तै छ त्यही हो अब हामी चाहिँ फोन साथी लिइरहेछ फोन नभने त्यही हो साथीको अब त्यस्तै भनौँ न अब मिलाएर बुझ्नु सबै कुरो भनिरहनु पनि जरुरी पर्दैन होइन जरुरी पनि छैन किन नयाँ फोन लिएको भनेर अनि साथीले नयाँ फोन लिइसक्यो अनि फोन लिएर अब जान्छ हामी अब नेपाली रेस्टुरेन्ट होटेलमा जान्छौँ अनि त्यहाँ भिडियो बनाउँछौँ हामी त्यहाँ त अनि ढेँडो खान्छौँ हामी, ढेँडो आज ढेँडो। होइन त्यो भिडियो सिडियो बनाउँला अब धेरै दिन कति लगभग 1 वर्ष भइसक्यो हो ढेँडो खान पाएको छैन सम्झे ए ल अब आजको त्यही हो हाम्रो यन्त्र पुरा हुने भयो यस्तै छ आजको दिनमा आएर तपाईँहरूले हामीलाई सपोर्ट गरिदिनु पर्ने हुन्छ अलिअलि होइन त्यो सम्झेको फोन पनि रेडी भइसक्यो हेरिदिनु न त ल है अब बर आउँदो रहेछ नि धेरै यहाँनिर त बर देखेन त असली फोटोसोटो क्यामेरा त खोजे नहेर्दा नि हुन्थ्यो र तर हल्का गिलास देखा त ओप्पर होल्सेल मूल्यमा ओप्पर आएको छ हाम्रो रेडमी रहेको छ सो कति भयो 400 रेमको होइन 450 भनेको थिएँ होइन अब 430-20 भनौँ न 20-30 रुपियाँ डिस्काउन्ट होइन त्यसको लागि चाहिँ नयाँ न्यू छ नयाँ वाटरप्रुफ हो राम्रो छ 4GB ऱ्याम छ होइन लुक्स अब यता देखाउनु नि म एउटा डाइलग हान्छु हराइमा दाम छैन आइफोन भन्दा कम छैन पछाडि देखाइदिहाल्नु ए ताली होइन अनि केही फोन न्यू फोनहरू चाहिन्छ भने आउनु होला सम्पर्क गर्नु होला सब त्यही हो डिस्काउन्ट मिल्छ होइन यस्तै छ यहाँ आउनु नि सम्झि यहाँ चाहिँ ओभर आउँदो रहेछ क्या यहाँ क्यामेरामा नि त क्यामेरा त अलि तल गर्न त मलाई कपाल चाहिँ भएन नि त कपाल काट्नु पर्यो भने स्याङ्लो बरु कपाल चाहिँ हो कि हजुरको होइन ल दाइ धन्यवाद न्यू फोन लिनु भएको आउनुभयो यहाँ आउनुपर्ने हुन्छ तपाईँहरू पनि दोकान हेर्नु ल ओके दाइ ठीक है फेरि मिलेंगे फेरि मिलेंगे ल सन्धिलाई कङ्ग्रेचुलेसन हानिदिउँ न हाम्रो ल यस्तै छ हाम्रै सम्झी काम स्टार्ट गरायो तर दिनु पाएँ नि त होइन अब हाम्रो सम्झीको काम पनि कम्प्लिट भयो अब मेरो छ त्यो अब ब्याङ्क खुलौँ या नखुला ब्याङ्क यसो अब नास्ता गर्ने होइन नास्ता होइन ढेँडो गर्ने ढेँडो सक्दैन नि फेरि बन्द छ कि अब ए खुल्लै रहेछ त भित्र हामी जानिन्छौँ यस के भन्नु पर्दा सर्दा लगाएर बसौँ त सम्झी कता बस्नुपर्ने बसाउँछ दुइटा थालै मात्रै आउँछ त भिडियोमा कहाँ देखेर ए यस यता पछि बस्नु त दाइ उसले अर्डर सर्डर गर्छ तपाईँ यता बस्नु नि त कताबाट उताबाट सोध्यो हामी चाहिँ अब यहाँ अहिले आइसक्यो होइन अनि खाना के खानुहुन्छ खाना एकचोटि सोध्नु गयो हो खाना के छ यस यहाँ आउनु पर्यो दाइ अनि खाना ल के खानु चामल त खाइरहेको सेपरेटमा रहेछ नि त दाइहरू
सेलिब्रेट भयो नि त दर्शन हाम्रो यहाँको बुक्सहरू होइन यसै ल्याएर दाइरा बोलाउनु थोरै भ्यू हान्थ्यो न त खतरा देखिरहेको अन्त नेपाली टक्कर आरा लेख्छ त्यो मुस्ताङको के है त्यो अर्को कति टाइम लाग्छ त्यति हाम्रो सोध्नु अब तिनजना हामी तिनजना छ होइन त के खाने धेरै खान्छ ढेँडो हजुर धेरै खाने हो त टाइम अब त्यही 20-30 मिनट लाग्छ होला वेट गर्छ नि त है मटन सुगडी केमा मटन त्यही हो अब हामीले चाहिँ ढेँडो अर्डर गरिसक्यो होइन दाइलाई त्यसपछि ढेँडो आउँछ ढेँडो ती दाइले नै मोमो पनि खान्छु भन्छ नि मोमो खाने मगाउँदै गर्नु त्यो छिटो आउँछ चाख्दै गर्नु त्यो ढेँडो खाने हुन्छ अबे अब त्यो त हकै भन्छ नि कसरी छ मोमो 10 कति छ मोमो चाहिँ हाम्रो भोक लागिरहेको ढेँडो पछि हान्ने छ ढेँडो पछि हाल्छ ल पछि मतलब मोमो खाइसकेपछि खाँदा ढेँडो आउँछ नि त ए एक प्लेट के मजा आउँछ सम्झे यार मोमो खाएर ढेँडो खाने खोइ क्यामेरा कस्तो छ खोइ हेर्नु त ल्याउनु बबाल छ क्यामेरा टेन्सनै छैन यहाँ म हेर्नु तपाईँलाई तपाईँ बोलेको गर्नु म यहाँ भ्युसु देखाउँदैछु यस्तै नेपालको चिया बगान कन्यामको टक्क ए सबै थोक छ ए यतिको दामी त उता भनेपछि उता भ्यू नै भ्यूमा ए देखाइरहनु तपाईँ देखाउनु त्यताबाट हल्का सो त्यही हो अब हामीले चाहिँ ढेँडो अर्डर गरिसक्यो ढेँडो नखाएको पनि धेरै दिन भइसक्यो लगभग 1 वर्ष हुँदा भइसक्यो होइन अनि आज क्यामेरा त नेपाल छ त्यो चामलको भात खाएको के खाएको त्यही भएर सबजना छ क्या सबजना खाना खानु भइरहेछ सबैजना हुनुहुन्छ अनि सो त्यही हो अब अहिलेको लागि चाहिँ बन्द गर्छु वेट गर्छु अब ढेँडो पनि आउँदैछ टाइम लाग्छ 10-15-20 मिनट कति हो त्यसपछि टाइममा देखाउँ अब त्यसलाई सो त्यही हो अब हाम्रो खाना पनि रेडी भइसक्यो खाना अब आज चाहिँ के छ भने अघि नै भनिसकेको थिएँ ढेँडो भनेको थिएँ होइन सो त्यही हो स्पेसल ढेँडो खाने चाहिँ आज चाहिँ होइन सम्झे त्यही हो मोमोमा कोदोको ढेँडो धेरै दिनपछि खानु पायो त होइन सम्झे ढेँडो खाना त आउँछ नि बिर्सिया छैन नि ढेँडो सब्जी अनि अचार मासु सब रहेछ होइन सो त्यही हो फोन कहाँ राख्ने यता राखिदिउँ न त यता राखिदिउँ होइन अब खाना चाहिँ स्टार्ट गर्छौँ त्यही हो खानु पनि हुन्छ होइन कहाँ जानु मेरो सम्झे हात हुनु पर्यो नि नभए चाहिने छैन सो स्टार्ट हान्दिउँ न त सम्झे आज ढेँडो साउदीमा आएर अब ढेँडो खानु पनि हुन्छ फर्स्ट टाइम खाँदैछु ओके स्टार्ट हान्दिउँ न त है सो अब ढेँडो खानु खुर्सानी माग्नुपर्छ भनेको खुर्सानी त यहीँ रहेछ क्या मलाई स्टार्ट हान्नु है त सम्झे ल भयो होइन अलिक साह्रो बनाऊ भन्नुपर्ने रहेछ होइन नाइ मलाई चाहिँ साह्रो चाहिन्छ कि बाल हामी ढेँडो त मिठै छ होइन कोही साह्रो खान्छ कोही हल्का दुधो ठिक्क खान्छ नि त होइन
तपाईँलाई बिस्तारै थाहा मेरो त दाइ अहिले रुममा बनाएर खानुपर्छ हो सब्जी केही छैन एक दिन लिएर आउनुपर्छ अरे होइन तर समयदेखि पत्र बनायो भने पहिला त कानुनदेखि माथि कानुनदेखि माथि संवैधानिक सुरुवातको लागि बुढी कहाँबाट आयो तपाईँले कहिले खाइरहेको नास्ता त छ अनि अहिले जिन्दगीमा कुनै गाडी मेरो त फेरि मलाई थाहा छैन कि तर अहिले यसपालि सबले एमाले भनेर नागले खुट्टा भाँचिसक्यो होइन जनता एउटा केन्द्र सङ्ग्रह भन्ने त्यो छ नि त्यसले होइन जनतालाई अब जीवनमा काङ्ग्रेसले कहिल्यै देशको उन्नति गरेन जीवनमा केही कुरोको उन्नति गरेन काङ्ग्रेसले नि बढी अब यो सर्किन्छ सब्जीमा बसेर नेपालको राजनीति साथी नेपालको राजनीति नेपालमा किन मलाई दफ लाग्दैन चाड पर्नु तिमी र दाजुभाइ हामी खास पर्छ साथीलाई बनाउनु अनि मनमोहन अधिकारीले पारित गरे त्यसको विरोध गर्ने केपी माकुने अहिलेको सभामुख के भयो मन परेन क्या ढिलो क्या गिलो हो क्या त्यही भएर साह्रो बनाऊ भन्नुपर्ने थियो टर्चर छ तीनवटा ब्याङ्क गएको मान्छे तीनवटा ब्याङ्क गइरहेको छ अब काङ्ग्रेसको देउलाको आफ्नो मान्छे ऊ गभर्नर कुलमानलाई हटाएर केपिओलीको आफ्नो सालो ल्यायो अब गभर्नरमा शेरबहादुर देउलाको आफ्नो गभर्नर जो मान्छे गभर्नर हुँदैन त्यहाँदेखि तीनवटा ब्याङ्कमा नाफा पाइने पेटाकै हाल्छ क्या त्यही भएर त अडिनु हुन्छ प्रत्यक्ष प्रणाली बनाएर अनि जनताले सुनेको नम्बर खाने भनेर आएको हो जस्तो सोचेको ढेँडो खाने सपना पनि पुरा गरिदिनु
तर जसले के भन्छ भने राजा र मन्त्रीमा फरक हुनुहुन्छ है। किन भन्नुहुन्छ भने राजाले पर्खिन सक्छ, तर मन्त्रीले कहिले पर्खिन सक्छ। राणा शासनले इन्डियाले नै भात पनि पाइन्छ। किनभने काङ्ग्रेस बोलेन नि, छुट्टी खायो मेरो पेट हराइसक्यो बोलेन नि। जिन्दगीमा कसरी खाँदैछु अनि यति देखेर मलाई आधी खाँदै मलाई त्यो त मेरो नगाइएको अहिले त मलाई त राजा आयो भने जस्तो लाग्छ चोर्ने भयो। कमसेकम मान्छेको देशले हाम्रो इज्जत त जोगाउँछ भने कमसेकम राजाले बोको भएको त्यो जग्गाबाट त महाकाला 3 लाख युरो रन्डी खान जान्थ्यो अरे। मलाई सलामी दिन भने म निक्लिन्न भन्दै गरेर बेला सलामी दिँदैन भनेर एक लाखमा बनाइदिनु इतिहास सुनिरहेको दुर्गा पर्छ कसैले लेख्छ, कसैले बनाउँछ, कसैले सुन्छ अरे क्या। अब हामीले लेख्नु पनि सकेनौँ, बनाउनु पनि सकेनौँ, सुन्नु परेन त के भन्नु। त्यही हो। कि त अब बनाउनु पर्ने बनाउनु त इन्डिया साउदी अरेबिया ब्याङ्कलाई ठोकी खेल्दा मेन कुरो टेन्सन हो क्या, सबै निकालेको छैन, मात्रै निकालेको सम्मिले त कडा पुग्यो यार। धेरै गएन कि साह्रो भएको लाख खेल्ने गरेर घाँटी चामिन हालेर फाइदा हुन्छ फुल हालेर नेक्स्ट टाइम ढेँडो ढेँडो बन्दा सेलेरी आएको भनेन। अनि त्यही माथि अरू सब ठिक छ क्या, हल्का गिलो भयो त्यही होइन। सहमति मैले नमाने भने त्यसले मात्रै संवैधानिक आफू मान्दैन संवैधानिक चामल हो ढेँडो होइन। उयो खाएर अगाडि हिरो यस्तो हेर्दा जस्तो त्यस्तै चाहिँ अगाडि नै गयो तर त्यो त हुन्छ भयो सन्न भयो अगाडि जस्तै भयो। हाम्रोतिर पूर्वमा ताप्लेजुङमा देख्नु भएन मिल्नु भयो। दुर्गा पठाइले त अनि खतरा गाडी कुदाउँदै मासुको झोल म भयो त्यो गाडी सिसा सिसा त्यो मान्छे जाने गरी हालिदिन्छ क्या हो नि। त्यसले खानु के गर्यो थाहा छ? त्यो खानुमा चाहिँ को हो त्यो? दुर्गा पठाइले त्यो त हो कि खासमा को हो त्यो उसमा हो चाहिँ को पोलिटिक्सतिर हल्का उयो भएको
पैसा अलिक भएको दुईजना मिलाएर त्यसको हस्पिटल छ क्या बिएनसी भन्ने हस्पिटल छ क्या झापाको टप हस्पिटल त्यसको रिजमा चाहिँ कति त्यस्तो भान्डा चाहिँ सुन्नु भएन मैले त बसेको क्या त्यस्तो भान्डा मेरो मामा यस्तो मेरो मामा उस्तो भन्थ्यो क्या त्यहाँनिर मेरो मामा पुरानामा बाहिर गाडीमा सुतेर चाहिँ काट्नु परेको त अनि सर अहिले त्यो मामाको त त्यसै हुन्छ मेरो दुर्गा प्रसाद मामा यस्तो हुन्छ जोतको गफहरू दिइरहन्छ होइन तर ड्राइभरलाई त के चाहिँ हुँदैन त्यसले खाना कल गरियो अहिले पनि खायो आज मजाले पुग्यो अगटेर खाने सबै त्यो अगाडिको सिजको त्यहाँ त दुर्गा प्रसादलाई लाग्ने रहेछ नि होइन त्यत्रो छ चढ्क्यो मात्रै क्या? हेपेरै गरे हुन्छ नि फेरि जनता पनि सबै त्यसकै सपोर्ट हुन्छ जनता फेरि कम छ हाम्रो उसको सदनमा त्यत्रो पुलिसहरू छैन होला त्यति जनता छ त्यो जनताकै आडमा त गरेको थियो त्यसले त्यो जनताकै आडमा त गरेको थियो अब त्यति गरिसक्दा त जनताको फेभरेट भयो अब त्यो त होइन त्यो त हो होइन छोडिदिए जनताहरू भेडाहरू हाल्यो कसैले केही पनि छैन हो कसैले लिना दिना यताउति कसैले केही कुरो पनि गर्नु पर्दैन कसैले केही गरेर पनि खानु पर्दैन कि हामी आफ्नै रहनु त्यो राजनीतिबाट त बाहिरै हामी त्यस्तो चिज छैन हामीलाई राजा आए पनि घरमा पैसा पठाइदिँदैन दुई पेजी बस्छ घरमा पैसा पठाइदिँदैन होइन राजाले गर्नु पैसा बनाउँदैन राजाले पनि पैसा दिँदैन त्यो पेजीले पनि पैसा दिँदैन दिन्छ हामीलाई कसै त्यो त्यही भएर आफू गाउँमा होइन आफू गरेर हिँड्नुपर्छ गाएर गाउँमा हिँड्नुपर्छ रामदिलो भएर उनीहरू त नकोट हाम्रो ल सम्झिने सम्झिने तल उता सबभन्दा उता 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 राम्रो त गर्ने हो उता हान्नु न ऊ बराबर मोरङ झापा हाम्रो लास्टमा तल भन्दा लास्टमा इलामको लास्टमा तल एक दिन लाग्छ एक दिन होइन 12 घन्टा लाग्छ कतिवटा जिल्ला गढेर जानुपर्छ त्यहाँ धेरै जिल्ला गर्नु मोरङ फेरि ती छेउमा छ भयो भने खाना पनि खाइसक्यो होइन धेरै खाने सोगले हेर्नु नि आफ्नो सम्झीले यति जोड्नु भयो मैले सम्झेँ खाना पनि खाइसक्यो एकछिन रेस्ट गर्छु आराम गर्छु त्यसपछि बनाउँदा नि त्यो के हो यो चाहिँ इलाम भयो होइन यो चाहिँ अब त्यही हो थाहा छ हाम्रो नेपालको झन्डा अनि साउथ टु नेपाल टु रिहात एकछिन रेस्ट गर्छु खाना खाएको बस्छु अनि जान्छ अब घरको लागि मात्रै हो खाना पनि खायो
आयो त्यसरी त